दाइ मलाई 100 रुपियाँ दिनु न, मलाई साह्रै भोक लाग्यो। मैले भात नखाएको 5 दिन भयो। 100 रुपियाँ चाहियो तँलाई? तेरो तिर्ने औकात छ तँसँग? तिर्ने औकात छ? खोइ त बोलेको। दाइ म तिर्नु सक्छु, दिन अहिले साह्रै अभर परेछ। मसँग के को पैसा हुनु? तैँले 1 रुपियाँ तिर्नु पनि सक्दैनस् पनि। तैँले मसँग पैसा छैन अहिले। दाइ धेरै धनी हुनुहुन्छ भनेर धेरै घमण्ड नगर्न, मरेर लाँदा के लिन आउनुहुन्छ र? धेर नकर है तँ, तेरो अहिले भेट्लास् नि फेरि। कस्तो चिया खाँदै थिएँ, फोन आयो, हेरौँ कि कसले आएको छ। घरबाट आएछ। हेलो, पैसा चाहिएको 5000। अहिले त मसँग छैन नि। म त्यहाँ कसैसँग छ कि खोजी हेर्छु नि। ओहो, मेरो पनि पैसा आयो अलिअलि। अब त भाइ, तेरो त पैसा आएछ, मलाई 5000 जति सापर्दैन। मेरो मम्मी बिरामी भएछ भाइ। हुन्छ त दाइ, तपाईँको मम्मी बिरामी हुनुहुन्छ भने 5000 जति लानु न। भाइ, तैँले मलाई यत्रो गाह्रो पर्दा पनि तैँले मलाई सहयोग गरिस् भाइ। तर मैले के नराम्रो भने 100 रुपियाँको लागि तँलाई त्यसरी चित्त नदुखा भाइ, नरिस ल। मैले अब चाहिँ बुझेँ भाइ, धनी र गरिब हुनुको फरक कतिको हुँदो रहेछ भनेर मलाई पनि थाहा भयो भाइ।